भित्र पनि भण्डारी र सँगसँगै हाम्रो जुलीले अगाडि आएर चाहिँ उहाँहरूलाई स्वागत गरिदिनुहुन्छ। Thank you so much. सबै ठिकै हुनुहुन्छ, राम्रै हुनुहुन्छ? हजुर, म पनि एकदम ठिक छु। मलाई पनि सबै कुरा राम्रै छ। धन्यवाद। मैले अचम्म तँलाई खुल्दिन पाएँ। म यही छु। हामी तपाईँहरू दुवैजनालाई हाम्रो नेपाली इसाई समाजमा हामीले यहाँ आयोजना गरेको यस कार्यक्रममा हामी स्वागत गर्दछौँ। प्रभुले तपाईँहरूलाई धेरैभन्दा धेरै आशिष दिनुभएको होस्। अब हामीलाई आशिषित बनाउने पालो तपाईँहरूको, यो समय हामी तपाईँलाई दिन्छौँ। जय मसी, नमस्ते। आराम हुनुहुन्छ? हामी निकै नै खुसी छौँ तपाईँहरूलाई भेट्न पाउँदा। सियोलमा यसरी कोरियाको एक हप्ताको हाम्रो यात्रा निकै रमणीय भइरहेको छ। हिजो हामी बुसानमा थियौँ, केही दिन अगाडि अर्को ठाउँमा थियौँ। छोटो यात्रा तर एकदम अविस्मरणीय। म लगभग 5-7 पटक कोरिया आएँ होला। मेरो श्रीमती पनि धेरै पटक कोरिया आइसक्नु भएको छ। तर यो पटक चाहिँ हामी दुवैजना सँगै आएको, योभन्दा पहिला एक्लै एक्लै आएको। हामी एकदम खुसी छौँ तपाईँहरूसँग आज यो साङ्गीतिक माहौलमा रमाउनलाई। उहाँले डेफिनेटली सबै तपाईँले चाहे जस्तै साङ्गीतिक प्रस्तुतिहरू दिनुहुनेछ र यहाँले रमाउनुहुनेछ। त्योभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरले अघि वचनमा हामीले सुने जस्तै तपाईँलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, यसो को हुनुहुन्छ भन्ने कुराको, उहाँको प्रेमको बारेमा पनि केही थाहा पाउनुहुनेछ भन्ने हामी विश्वास राखेका छौँ। म धेरै नबोली तपाईँ मेरो भाषण सुन्न आउनुभएको होइन, मलाई थाहा छ। गीत सुन्न हतार हुनुहुन्छ, त्यसकारण म यो समय उहाँलाई नै सुम्पेर म यहाँबाट बिदा हुन्छु। सबैलाई फेरि नमस्ते। Thank you so much.